ला सिट कुसनै हाल्न बिर्स्यो आज टर्निङमा ओभरटेक नहान हो गुड टर्निङमा कहिले पनि ओभरटेक हान्नुहुन्न ल हामीहरू गोर्खा दरबार बाटो यस्तो दामी देखिरहेको छ त ए हस् यस्तो स्ट्रिट फुड हो क्या खान मन लागेको यस्तो यो चाहिँ सारङकोटबाट देखिने भ्यू गणेश भगवानको के बाण हुँदैन यो गाइज वेलकम ब्याक टु स्वेजर च्यानल यो चाहिँ हाम्रो धेरै पछि भ्लग हुँदैछ के छ तपाईँहरूको हाल खबर होप यु आर डुइङ वेल अनि म चाहिँ भर्खर उठेर रेडी भएको भएर मेरो स्वर चाहिँ यस्तो छ फ्रेस छैन आजको अनि हाम्रो ट्रिप टु खान्ड्रुक छ अब चाहिँ हामी निस्किन लाग्यो अहिले अलमोस्ट 5 हुन लागिसक्यो अनि आज चाहिँ हामी दुईजना मात्र नभइकन अर्को भाइ र बहिनी पनि जान्छ अनि अब चाहिँ बाटोमा भेटौँला है त सो हेलो गाइज गुड मर्निङ है अहिले बिहानको ठ्याक्क 4:59 भएको छ अब हामी चाहिँ आज घान्द्रुकको लागि हिँड्दैछौँ उता अब कलङ्कीमा भाइ बहिनी पनि हुन्छ आज पनि अब एक्सपल्समा हुन्छ हामीहरू ला सिट कुसनै हाल्न बिर्स्यो आज ल होस् बाले भएन आज ट्राई हान्दिउँ ल हामी थानकोट नागढुङ्गा ओह्रालो झर्दैछौँ होइन अहिले कति 5:45 भइसक्यो होला आई गेस यो चाहिँ 5:49 भएछ ल हजुर रोड त धेरै बनाइसकेको छ पहिलाको कम्पेरिजनमा चाहिँ पिच भइसकेको छ पुरै अहिले यतिखेर बिहान पनि यस्तो जाम छ अहिले अब उता ठाउँ ठाउँमा बाटो वान वे भइरहेछ भनेर भन्दै थियो त्यही कारणले नै होला है हुन चाहिँ ल अब यो बाटो त केही देखाउनु केही इन्ट्रेस्टिङ भयो भने मात्रै म फेरि आउँछु है त अब यता अगाडि रोक्ने बल्ल त खोल्दैछ हाम्रो पोखरामा भन्दै हो कि आयो त एकछिन बसौँ खोल्नुलाई हो यस्तो लाग्यो त बसौँ बल्ल ल अच्छा हो सो हामी चाहिँ भर्खर खायौँ अनितिमा अनि अहिले खाएर चाहिँ जान लाग्यो अब यहाँबाट हामीलाई सायद 1 घन्टा लाग्छ होला आज पनि हामीले एक्सपल्स ल्याएको छौँ एक्सपल्स लङ टुरको लागि कस्तो हुन्छ भनेर उसले चाहिँ राखेको छैन हनीकम के भन्छ यो सिट कुसन राखेको छैन मैले चाहिँ राखेँ किन रिस्क लिनु भनेर पछाडि कति ठुलो छ नि त सिट त्यही भएर यस्तो छ अनि बाटोमा चाहिँ हिलो छापेरै यस्तो भएको छ बाटो चाहिँ अलमोस्ट सबै राम्रो बनाइसकेको रहेछ अनि हामीले चाहिँ यो बाइक लिएर जानु लागेको छ अनि उसले चाहिँ भाइले चाहिँ स्कुटर लेट्स सी आजको लागि कस्तो हुन्छ है त हाम्रो ल हामीहरू अब यता मलिखुबाट पनि निस्क्यौँ है यस्तो चिया अन्डाहरू यताउता खाएर निस्क्यौँ यस्तो जसले टर्निङमा मात्रै ओभरटेक हान्छ ल लेट्स इग्नोर दिस वेदर अझै पनि डुम्म छ अलिकति घाम लाग्यो जस्तो भएको छ जाडो छ होइन अब त्यस्तै हो बाटो पहिला जस्तै छ खराब छ होइन अब यो मुगलिनदेखि अब मलेखुदेखि मुगलिनसम्मको बाटो झनै खराब छ भने थाहा छ मलाई आमा ल सेतै भएर आएको छ त मान्छेहरू त के हो कुरा मात्रै गरेको थिएँ झन् सेतै भयो देखितिर ठाउँ ठाउँमा पहिरो चाहिँ गइरहेछ यार तर
पछाडि भाइ बहिनीहरू आइरहेछ ल हामीहरू मनाङतिर आइपुग्न मनाङ रे के मनोकामना मनाङ रे के मनोकामनातिर आइपुग्यौँ है अब बल्ल त अलिकति घाम लाग्न थालेछ नभए त अघिदेखि हुस्सु लागिरहेको थियो अहिले चाहिँ अलिकति घाम लाग्न थालेछ ल अलिकति पनि धेरै नै लाग्यो अब त अहिले त पुरै डुम्मै थियो अझै पनि उतातिर पुरै डुम्मै छ ओ त्यहाँ केबल कार देखिरहेछ ओहो ठ्याक्क यो बाटोको जोइनिङमा ठ्याक्क कस्तो उफार्ने क्या ड्याङ ड्याङ बाटोहरू बिग्रेकै छ यहाँ झन् यो मलिखुदेखि यो मुगलिनसम्मको बाटो यो बाटो त खै यस्तै छ बाटो धेरै जस्तो अलि ठाउँमा कुनै ठाउँमा पिच छ नभए त धेरै ठाउँमा अफरोडै हो ल भगवान् सबैको रक्षा गर्नु होला है We are finally at मुगलिन बजार मुगलिनमा चाहिँ अलि गाडीको जामहरू चाहिँ थियो हैन नभए चाहिँ ठिकै छ यहाँ आएपछि चाहिँ अलिकति तातो हुँदै गएछ ल हामी चाहिँ अब यताबाट जान्छौँ बुढीले गोर्खा पनि जाने भनेर भनेको छ गोर्खा जाने हैन त ल यताबाट हामी गोर्खा जान्छौँ है गोर्खा यसो घुमेर आएर अनि त्यसपछि फेरि पोखरातिर लाग्ने रे ल त्यही भएर यताबाट राइट लाग्ने सर्र जाने सर्र घुम्ने सर्र आउने कति बज्यो 9:19 भयो रहेछ अहिले त्यहाँ गएर यस्तो घुमेर अनि त्यसपछि खानासाना खाएर अनि निस्किनु पर्ला ल यताबाट त पिछसम्म चाहिँ 10:30 पुग्छ होला ल हामी त्यहाँबाट अलिकति 10 किलोमिटर जति माथि आइसक्यो होइन वेदर त पुरै नै डुम्मै छ अब माथिबाट त्यस्तो केही भ्यूहरू त देख्दैन होला अगाडि भाइहरू छ ह्यान्डटकमा अलिअलि घाम त लागिरहेको रहेछ लाग्नु चाहिँ टर्निङमा ओभरटेक नहान हो गुड टर्निङमा कहिले पनि ओभरटेक हान्नुहुन्न गुड यस्तै हो लाइन टर्निङमा नेभर डेन्जर दामी ठाउँ बाटो लागिरहेको क्या मलाई त्यो रुखै रुख टक्क हुस्सु पनि टक्क लागेको छ आनन्दले 40-50 भन्दै कस्तो आनन्द भएको यार थकाइ लागेको सबै भेट्यो यता टक्क हिमाल देख्थ्यो पुरै हुस्सुले छोपेछ क्या फेरि माथिबाट देख्छ कि है घाम पो लागेको छ सत्त सेतो पनि छ डेन्जर छ बाटो त रमाइलो डेन्जर इन अ सेन्स आनन्दको पुरै आग लागेको जस्तो भएको छ तर इट्स अल फग गोर्खा 2 किलोमिटर बाटो चाहिँ दामी ल हामीहरू गोर्खा दरबार जाने बाटो आइसक्यो है झन्डै यहाँ लडेन खाल्टो रहेछ यत्रो ठुलो बिस्तारै लगेर त भाक्लक्क अड्किन्छ गोर्खा दरबार जाने बाटो आइसक्यो यो इट्टा छापेको ठाउँ हामी चाहिँ अब उता घाम जानुपर्ने मान्छे यता गोर्खा नि पस्दिउँ भनेर यता गोर्खातिर आइरहेको होइन अनि जस्ट लुक एट द भ्यू क्या कस्तो अनएक्सपेक्टेड क्या यो मैले अहिलेसम्म पनि यस्तो देखेको थिएन नि त यो क्लाउड्स माथि कहिले पनि देखेको थिएन
अनि अहिले देखिरहेको के कस्तो यतिकै अचानक आउन मन लागिरहेको थियो यही देख्नलाई रहेछ जस्ट लुक एट द भ्यू यस्तो दामी देखिरहेको छ त अझ अलिक धुम्म छ बिहानै भए भए चाहिँ अझै झन् राम्रो देख्थ्यो होला कन्ट्रास्ट चाहिँ खासै देखिरहेको छैन त्यो गाइस हामी चाहिँ हाम्रो प्लान घान्दुक जाने थियो तर वी केम अनएक्सपेक्टेडली टु गोर्खा दरबार अनि अहिले चाहिँ गोर्खाकाली मन्दिर जान लागिरहेको छौँ अब उताबाट त्यहाँ त्यति भएर हिँड्यो अनि फेरि यता पछाडिकोबाट जानुपर्ने रहेछ अब पहिला म सानो हुँदाखेरि चाहिँ यताबाटै अगाडि कि ढोकाबाट हिँड्थ्यो अहिले चाहिँ यता पछाडिको बाटोबाट हिँड्नुपर्ने रहेछ आज चाहिँ हिमालहरू पनि मजाले खोलिरहेको छ अनि माथि गएर चाहिँ हिमालहरू कस्तो देखिरहेको छ फेरि यतादेखि नै हिमालहरूको नाम पनि थाहा छैन क्या मलाई थाहा छ भने चाहिँ कमेन्टमा लेख्नु होला त्यही हो अहिले माथि गएर चाहिँ देखाउँछ है त अब यता पुरै यहाँ बोली चलाउनु लाग्छ उतातिर नहेर्ने म चिन्छु बल चढाएको नहेर्ने के भनेको बल चढाएको नहेर्ने ल ल सक्दैन अनि अब यहाँ गएर देखाउनु पर्ने हो बोली चलाएको तर उता माथि ल लेट्स गो यहाँ गोरखकाली भगवानलाई पूजा गरिसकेपछि चाहिँ सफा भइरहेको कि एक्सक्युज मी हिमाल देखिरहेको छ है त्यहाँ ला छोपिसक्यो नि है अहिले त पुरै छोपिसकेको छ नभए त पुरै देखिरहेको थियो आज पूजा रहेछ क्या ठुलै है ठुलै पूजा रहेछ आज ल अब के मन्दिर हो अरे अब गोरखनाथ बाबाकोमा गोरखनाथ बाबाको मन्दिर ढोका खोलेर दर्शन गरेर निस्क्यौँ अब कता जाने अब हाम्रो स्टप चाहिँ भीमसेन थान पार्क हुन्छ कता हो भीमसेन थान पार्क तल हो कि माथि अघि नै देखाएको थियो नि त्यो बाटोबाट जानुपर्छ भनेर लेफ्टबाट त्यहाँबाट जाने हो त्यहाँ चाहिँ सानो एउटा पार्क छ अनि भीमसेन थापाको चाहिँ स्ट्याच्यु छ अनि त्यहाँ एकछिन हेर्छौँ अनि त्यहाँबाट हामी पोखरा जान्छौँ खाना खानु पर्यो नि पहिला ए खाना खान्छौँ पूजा गर्छौँ पहिला त्यसपछि हामी जान्छौँ कता कता जानुपर्ने हो यता कतिजनालाई चाहिँ यतापट्टि गोरखनाथ बाबाको छ भने थाहा नहुन सक्छ ठ्याक्क यहाँबाट भित्र यता गोरखकालीको पूजा गरेपछि चाहिँ यता अलिकति पछाडि छ गोरखनाथ बाबालाई चाहिँ छुटाउनु हुँदैन यहाँ चाहिँ यसरी गोरखनाथ बाबाको प्रसाद बनाउँछ रोड थोरै भइन्छ धन्यवाद ए हस् पर्छ थ्याङ्क यू यो चाहिँ हल्का विभूति लिएको अनि यहाँबाट चाहिँ प्रसाद यो चाहिँ यसलाई चाहिँ रोट भन्छ अनि चामलको पिठो घिउ चिनी के हालेर बनाउँछ अब यो चाहिँ टिका हजुर यता भगवान्कोलाई चाहिँ खरानी भन्नु मिल्दैन विभूति भन्नुपर्छ अरे खै त ल भाइ बहिनीहरू आऊ लाउने होइन सो इट्स अलरेडी 12:40 है हामी यहाँ गोर्खा दरबारबाट खानासाना खायो आनन्दले एकछिन रेस्ट गऱ्यो एन्ड देन अब भीमसेन पार्क भन्ने ठाउँमा जाँदैछौँ यहाँबाट अलिकति 10-15 मिनट टाढा छ अरे त्यहाँ जाँदैछु अब
यताबाट सिधै होइन ल हामीहरू भीमसेन पार्कमा आइहाल्यो है यहीँ रहेछ ठ्याक्कै यो ग्रिन कलरको गेट नेपालको झन्डा राखेको 360 भ्यू देख्दो रहेछ नि त्यताबाट यो घर त कति लकी हो त यार होइन त ल यही रहेछ ल भीमसेन पार्क हामी चाहिँ अहिले भीमसेन पार्कमा छौँ भित्र चाहिँ गएनौँ किनभने ढिला भइसक्यो इट्स अलमोस्ट 1 PM अनि जस्ट मूर्ति हो हामी पहिला नै आइसक्या भएर चाहिँ अहिले अब बाहिरबाटै हेरेर जान लागेको छौँ भ्यू पनि खासै देखाएको छैन अघि नै चाहिँ हिमाल मजाले देखिरहेको थियो अहिले चाहिँ देखाएको छैन त्यही भएर इट्स नट वर्थ जस्तो लाग्यो भित्र गएर बस्नलाई त्यही पनि अब तपाईँहरू आउनु भएको छैन भने चाहिँ यु क्यान गो है यता भीमसेन पार्क पनि छ ल फाइनली हामी तनहुँ जिल्ला प्रवेश गऱ्यौँ है टक्क त्यहाँ अन्नपूर्ण अगाडि देखिरहेछ यतापट्टि माछापुच्छ्रे देखिरहेछ हिमाल चाहिँ बब्बाले हिउँ परेर रहेछ है योपालि चाहिँ सेतै छ पुरै सेतै माछापुच्छ्रेमा हिउँ नदेखेको धेरै भएको थियो अहिले त माछापुच्छ्रेमा पनि धेरै हिउँ परेछ अहिले बिच बाटोको त धेरै मैले सर्चहरू लिएन तर बाटो चाहिँ खत्रै बनाइसक्यो यतासम्म बब्बाल छ भर्खरै सिट भयो हाम्रो चाहिँ भाइले स्कुटर लिएर आएको थियो अनि स्कुटरले चाहिँ पिकअप लिएन बिग्रियो धक्का लिएर बल्ल तल्ल यहाँ वर्कसप भेटाएर लिएर आएको छ हामी पोखरा पनि पुगेको छैनौँ वी आर बिट्विन तनहुँ एन्ड पोखरा के गएको रे यसको के गएको एक्सिलेटर वायर टुटेको अरे अब कति बेला लाग्छ थाहा छैन भन्न त भन्छ नि होइन कति क्यालोरिज घट्यो होला है भाइको त भाइ र शीतल दुवैजना घट्यो होला घट्नुपर्ने खाले त थिएन जिउ त दौडे नै आउँदै रहेछ यार हो र लास्ट बोल्दै यार भाइ त बनाइरहेछ है स्कुटर चाहिँ अब कति बेला लाग्छ थाहा छैन अब स्कुटर चाहिँ अब लङ टुरमा ल्याउँदाखेरि चाहिँ यस्तो तात्तिएर यस्तो हुने रहेछ जस्तो कुरा आयो अब आई डोन्ट नो है मलाई चाहिँ बारेमा खासै केही नलेज छैन उता गोर्खा नगएको भए चाहिँ हुन्थ्यो कि होइन हामी त्यहाँ पनि गयो त्यहाँबाट चाहिँ यता आयो अनि लामो भयो नि त त्यही भएर हुनसक्छ जस्तो भएको चाहिँ स्कुटर धेरै तात्तिएर यस्तो धुजा भएको अरे ल के झारे छ है के हामीहरू चाहिँ भाइ र बहिनीलाई उता वर्कसपमा छोडेर होटलतर्फ लाग्दैछौँ उनीहरू चाहिँ त्यहाँबाट बनाएर आउँछ हामी चाहिँ होटल गएर एक्चुअली डेन्टल जानुपर्ने भएको छ यहाँ बुढीको दाँत दुखाइरहेछ अनि एक्चुअली चेकअपको लागि जानु पऱ्यो भनेर अब होटल जान्छ पहिला फ्रेस भएर अनि उता डेन्टलतिर निस्किन्छु अहिले कति बज्यो 4:16 भएछ डेन्टल चाहिँ 7 बजीसम्म खोल्छ अरे ल चेन्ज अफ प्लान हामी पृथ्वी चोक पुगिसक्यौँ पहिला डेन्टलै जाने भयो कुरा होइन डेन्टलै जान्छ कि एभरेस्ट डेन्टल हो कि के भन्ने छ अनि त्यही जान्छ पहिला त्यसपछि अनि मात्रै होटल जान्छौँ हामी पोखरा पुगेको कति बेर भयो पुगेको धोयालाई 4 घन्टा भयो पुगेको कति भयो यार ब्लगै खिच्दा बिर्सिरहेको क्या धेरै पछि ग्याप भएपछि यस्तो हुँदो रहेछ थकाइ पनि लाग्यो यदि हामी त गोर्खा नगएको भए चाहिँ हामीलाई त्यस्तो फिल हुँदैन थियो अहिले गोर्खा गएको भएर चाहिँ थकाइ पनि लाग्यो अनि त्यही माथि मेरो दाँत दुखिरहेको प्रब्लम भएर उता डेन्टल गएर यता आएँ सुतिहालेको खाएर अनि खासै याद पनि भएन अब चाहिँ हामी पोखरा नाइट घुम्न जान लागेको हेर्न जान लागेको त्यसपछि एकछिन रमाइलो गर्छौँ अनि त्यहाँबाट अनि भोलि बिहान हामी सारुङकोट जान्छौँ अनि त्यसपछि यता अलि हल्का घुमिसकेपछि अनि कान्डुक जान्छौँ बेलुकातिर त्यही हो
भर्खरै हिँडिरहेको अनि यहाँ पोखरामा चाहिँ नर्भस भएर हिँडिरहेको अनि यहाँ यस्तो देख्यो क्या छाता पुरै नथिङ यस्तो स्ट्रिट फुड हो क्या खानु मन लागेको यस्तो यस्तो नबस्ने भाइ खाने हो स्ट्रिट फुड रातो भएको वाला दाम छैन खान मन लाग्छ मलाई यस्तो तर यस्तै त हुने खाने भनेको छैन है हामीले चाहिँ भर्खरै खायौँ अनि अहिले अलमोस्ट 1 हुन लागिसक्यो यो चाहिँ अहिलेसम्मको हामी पोखरा आएको चाहिँ लेट नाइट होला होइन 1 बज्यो 1 बज्न लाग्यो 10 मिनट बाँकी छ 1 बजे खाँदाखेरि पनि रमाइलो हुँदो रहेछ अनि यहाँ लेकमा चाहिँ देख्दैन होला है सिर हावा चलेर कस्तो फिल भइरहेछ त तिमीलाई पोखराको ट्रिप मलाई एकदम टायरिङ भइरहेछ आज खै किन उता गोर्खासम्म गएर हो हेर कन्स्टेलेसनहरू कस्तो मजाले देखिरहेको क्या हाफ रहेछ नि त आज भाइ बहिनीहरू चाहिँ हिँडिरहेको छ हामी चाहिँ यहाँ बुढाहरूलाई घुम्न ल्याएको जस्तो भइरहेछ घुमाउनलाई ल्याएको जस्तो भइरहेछ ल अनि के छ त तिमीहरूलाई कस्तो फिल भइरहेछ त पोखराको ट्रिप कस्तो भइरहेछ ल सेयर योर एक्सपिरियन्स राम्रो भइरहेछ राति राति घुम्न पाइरहेछ यतिकै नर्मल घुम्दा रमाइलो भइरहेछ कि दिदी भेनाजसँग घुम्न रमाइलो भएको छ त अफकोर्स दिदी भेनाज त भन्नु परिहाल्यो हामी चाहिँ सारङकोटमा आइसक्यो सारङकोटको टावरमा उठ्न चाहिँ 4 बजे उठेको तर अहिले आइपुग्यो अनि माथि टावरमा आउनलाई चाहिँ एकजनाको 30 रुपियाँ लाग्दो रहेछ होइन 30 रुपियाँ लाग्दो रहेछ तर यहाँ भिड कति छ हेरौँ 30 गर्दा कति उठ्यो होला त पैसा रे हातै हात कालै काले टाउको यस्तो प्याक छ भ्यू हेर्ने होइन यतिकै साइडमा बस्दिनु मलाई यो चाहिँ सारङकोटबाट देखिने भ्यू यहीँबाट यस्तो खतरा भ्यू देख्दो रहेछ कि ट्रेकिङ जानु ल हामी चाहिँ अब सारङकोटको भ्यू मजाले हेरेर टक्क लाएर ऊ त्यहाँ छ फेवाताल तालबाराई अनि यता माउन्टेन रेन्जहरू देखिरहेछ होइन सरी इट्स ओके ल यता माउन्टेन रेन्जहरू देखिरहेछ माछापुच्छे अन्नपूर्ण सबै देखिरहेछ ल मान्छेको भिड त्यस्तै छ सारङकोटमा यतापट्टि हाम्रो श्रेयसको टी सर्ट टक्क यो चाहिँ अलिदेखि अलि यस्तो 5000 प्लस के अरे फलोवर्स भएकोहरूलाई चाहिँ हामी स्पोन्सर हान्दिन्छ है ल लेट्स गो भाइ हेर न हाम्रो टी सर्ट मैले मेरो लाउने टी सर्ट छ नि तिमी त 3 जना अट्छ होला भेरी लिमिटेड पिसेस डबल एक्सएल हो नि त नि यस्तो यो हाम्रो टी सर्ट पाउनको लागि चाहिँ फेरि क्राइटेरिया पुरा गर्नुपर्छ नि त भाइले 1000 फलोवर्स छ भने एउटा स्टिकर फ्री स्टिकर 5000 हो भने चाहिँ टी सर्ट फ्री ल सुन्नु क्राइटेरियाजहरू देखि मलाई यही मात्र आएर चाहिँ गीत के चाहिँ रेल होइन थाहा छैन होला सारङकोटको रेल चाहिँ कहाँ छ के थाहा यहाँबाट बवाल देख्दो रहेछ भने थुक्क यहीँबाट बवाल देख्दो रहेछ मेरो भिडियो चाहिँ बाइकको क्यामेरा यस ना सरी सारङकोट
अब तल आइसक्यौँ हैन अहिले चाहिँ यहाँ माथि टावरमा थियो हामीहरू टुप्पोमा अहिले त यहाँ पुरै मन्दिरहरूदेखि लिएर सबै बनाइसकेको छ एकदमै वेल स्ट्याब्लिस्ड यता चाहिँ गणेशको मूर्ति छ यतातिर एकदम ठुलो युज छ यार यो चाहिँ घुमे काली मन्दिर रहेछ यता चाहिँ दामी बनाएको छ अहिले त सारनकोटमा चाहिँ हामीहरू चाहिँ यहाँ गणेश भगवानको दर्शन गरेर जाँदैछौँ है पञ्चमुखी गणेश 5वटा मुख भएको गणेश रहेछ नि त पञ्चमुखी यतापट्टि लेफ्ट साइड पट्टि हैन लेफ्ट साइड पट्टि सुट छ हैन यो गणेश भगवानको मासु खाने कि नखाने थाहा छैन त्यस्तो त मलाई फेरि उता अर्को त सबै गणेश भगवान रहेछ नि त उता नि राइट साइडको हुनेवाला रहेछ उता राइट यता लेफ्ट रहेछ नि त गणेश भगवानको के बाण भन्छ हैन ल लास्ट बाबाले तल पनि मन्दिर रहेछ माथि पनि मन्दिर रहेछ हजुर तिमीलाई सबलाई तपाईँ ठुलो त ऊ हो नि कति रमाएको घन्टी बजाउनु कस्तो राम्रो घन्टी क्या ल पहिला आफू पो लाउनु पर्ने हो त टिका देख्यो लगाइसकेको रहेछ भाइ त आफै लाग्यो कौन मैले कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो तिमीलाई आफैले लाउनु रमाइलो लाग्यो उसो लगाइदिनु ल भाग्यमानी रहेछ नाफमा झरे ल अब एक राउन्ड घुम्ने हामीहरू यहाँ होइन पैसा फाल्यो भने 20 पुला हुन्छ निकालेर हाल्नु थियो कसरी हात पुग्दैन निकाल्नु पुग्दैन हो कति लियो बटुका चाँदीको हो नि त्यो आफूले हाले आफूलाई थाहा हुँदैन पत्याएर हेर्दा नि फेरि चाँदीको भन्नु खैरे होइन देउ लाग्यो त भोक लाग्यो तल जाउँ यसो घुमौँ अब फेरि त्यहाँ पनि त्यसपछि अनि खानातिर लाग्नुपर्छ हामी अघि यत्रो भराइ चढ्यो भने म त्यस्तो सोच्नु हिँडेको यार यस्तो गाह्रो लाग्थ्यो हाम्रो त तिमी त हिँड्न सक्दैनौ घान्द्रुकमा अहिले त्यहाँ कसरी ब्याग बोक्ने होला होइन भने ब्यागहरू यता राखेर जाने हो क्या जुन लुगा लगायो त्यो लुगा लगाएर जाने हो टावरको गेट अगाडि छ होइन बाइक चाहिँ यतैसम्म आउँछ हेलो हेलो हाम्रो चाहिँ बाइक यता राखेको छ होइन यतापट्टि राखेको छ बाइक चाहिँ अनि यहाँसम्म मजाले बाइक आउँछ तल रोकिराख्नु पर्दैन तलबाट हिँडिराख्नु पर्दैन टक्कै यहीँसम्म आउँछ बाइक हामीहरू चाहिँ अहिले ठ्याक्क सारनकोटको टावरको तल्लोपट्टि खाँदैछु ब्रेकफास्ट अमलेट प्यानकेक क्यापुचिनो भ्यायो हट चक्लेट मुस्ली अनि त्यहाँ पनि त्यही हो सबै है त्यहाँ पनि सबै प्यानकेकहरू नै हो हामी चाहिँ अब सारनकोटबाट निस्क्यौँ यहाँ पछाडिको बाटो यहाँ माछामै आउँछ अनि सजिलो हुन्छ अनि जस्ट लुक एट उयो यहाँ चाहिँ दामी आउने रहेछ नि त फोटो यहाँ खिच्ने हो क्या यहाँ खिचौँ हुँदैन यतापट्टि चाहिँ हामीले एउटा लोकेसन भेटायो है खिच्नको लागि हेलिप्याड रहेछ यहाँ हेलिकप्टर ल्यान्ड र अब के अरे अन अफ के हो त्यस्तो गर्ने होला
यहाँ खिच्छौँ माछा पुछ्रेमा चाहिँ हिमाल त्यति के अरे हिउँ त्यस्तो छैन क्या के हामी जान लाग्यो नखिच्ने ए नखिच्ने अरे हुन्छ हामी अब उता घान्डुकै जाने भएपछि त त्यस्तो त देखि नै हाल्छ सो इट्स नट अ बिग डिल पोखरा आगो 4-5 पछि चाहिँ के 4-5 चोटि पछि चाहिँ आई फाइनली केम टु सारङकोट अनि मलाई चाहिँ यहाँको ब्रेथ टेकिङ भ्यूले गरेर चाहिँ एकदमै रमाइलो लाग्यो यहाँ चाहिँ छुटाउन नहुने रहेछ अब यहीँ तलबाट देखिरहेकै छ त नि भनेर हुन्छ नि त त्यस्तो त नहुने रहेछ क्या माथि आएपछि छुट्टै नै भाइब्स हुने रहेछ होइन अब यहाँ दुईवटा बाटो छ कहाँबाट जाने हो त इनिमिनी गर्ने हो ए यताबाट इनिमिनी गर्नु नपर्ने रहेछ हल्का चिसो चिसो छ